नेपालको इतिहासमा धेरै पहिलेबाट अहिलेसम्मकै एउटा विशेष स्थानको रूपमा रहेको छ नुवाकोट। के छ नुवाकोटमा? आज हामी मजाले नुवाकोट घुमौँ है त। नुवाकोटको भैरमकोट गोर्खाका राजा हुँदा पृथ्वीनारायण शाहले नुवाकोट युद्धका निम्ति रणनीति बनाउने ठाउँ। साथसाथै यो ठाउँबाट चाहिँ यता उत्तरतर्फ पनि निगरानी गर्न सकिन्छ कि जस्तो लाग्छ। भनेको तिब्बततर्फबाट आउने कुनै पनि शत्रुहरूलाई निगरानी। त्रिशुली पुल पहिले यहाँको साँगुबाट जङ्गबहादुरले यहीँ हाम फालेको कथा छ नुवाकोटमा। जङ्गबहादुर आफ्नो बहादुरीलाई चाहिँ प्रमाणित गर्नको लागि झलुङ्गे पुलबाट हम फालेको भन्ने कुरा पनि यो पुलसँग जोडिएको कुरा रहेको छ। नुवाकोटको मुटु, नुवाकोटको साततले दरबार, नेपाल एकीकरणको थालनी र यहाँको विशेष कुराको खोजी गर्नेछौँ आज। साततले दरबार बनाउनु भयो। त्यो दरबार बन्नुभन्दा अगाडि चाहिँ यहाँ आउने रजौटाहरू बस्ने या मल्ल राजाहरू यहाँ आउँदाखेरि चाहिँ बस्ने घर चाहिँ यो रङ्गमहल भन्छन्, जसलाई चाहिँ इन्टरटेनिङ हाउस पनि भन्छौँ अहिले हाम्रो भाषामा। मनोरञ्जन गर्ने ठाउँ थलो हो। पृथ्वीनारायण शाहको जीवनको अन्त्यतिर समय बिताएको थलो सेरा दरबार, जहाँ त्यो बखतमा लेखियो हालसम्म पनि उपयोगी उपदेशहरू। यो स्थानमा चाहिँ दिव्य उपदेश किन लेख्नुभयो भने अन्तिम समयमा दिव्य उपदेश लेखियो। र नुवाकोटको देवीघाट पृथ्वीनारायण शाहको समाधि स्थल। अब हामीलाई चाहिँ बुढापाकाले भनेअनुसारबाट इतिहासमा त अर्कै होला के होला होइन, तर बुढापाकाले भनेअनुसारबाट जुन पृथ्वीनारायण शाहलाई चाहिँ शिकार खेल्न आउँदाखेरि यो राजघाट चौतारा भन्ने त्यहाँ एउटा छ।